ल है हाम्रो चाहिँ हामी चाहिँ यहाँ अहिले कलङ्कीमा कति बज्यो ठ्याक्कै 3:20 ठ्याक्कै अहिले भनेको 3:45 मा हामी चाहिँ अहिले कलङ्कीमा छौँ अँध्यारै छ होइन हामी चाहिँ तीनटा बाइक 6 जना छौँ हाम्रो यात्रा चाहिँ अब काठमाडौँदेखि तिलिचो लेकसम्मको हो होइन अब जे होस् 4 दिनको हो भ्लग चाहिँ के भन्छ 4 दिनको हाम्रो ट्रिप चाहिँ अब के कस्तो हुन्छ हेर्दै जाउँला बाटोमा जे होस् हाम्रो भ्लग चाहिँ स्टार्ट भयो अब कहाँ आइपुग्यो हामी मुगलिन हाम्रो 6 किलोमिटर जाइ छ कति बज्यो भन्दा अहिले कति बज्यो अहिले भनेको ठ्याक्कै 7:25 हामी बिहान 3:30 मा हिँडेको मान्छे अहिले यहाँ आइपुग्यो होइन एकछिन यहाँ बसेछौँ हामी जाँदैछौँ ओहो ग्लोभ्स आइदिरहेको रहेछ यार मेरो अहिले डुम्रे बजारमा छौँ होइन कति बज्यो भन्दाखेरि अहिले ठक्कसँग 8:19 गयो ल हामी चाहिँ ठ्याक्क लमजुङ जिल्ला अब आयौँ होइन चाहिँ के कुन ठाउँ रे यो पाउदी भन्ने ठाउँ हो यो पाउदी पुल कटेर होइन यहाँबाट चाहिँ यहाँ अगाडिबाट पाउदी पुल कट्ने यता चाहिँ पाउदी बजार छ पाउदी भन्ने यो पाउदीको यो ब्रिज भयो जस यो चाहिँ अब लमजुङ हो यता चाहिँ अब हामी लमजुङबाट हामी टक्कसँग ऊ जाँदैछौँ टनल रहेछ बवाल होइन टनलको नाम त्यहाँ हेरौँला कति मिटर छ हामी चाहिँ यो टनल पस्नेवाला छौँ होइन यो लामो टनल पनि भ्लगमा नि हेरेको थियौँ जस हेरौँ कति मिनट लाग्ने रहेछ हामीलाई कट्नलाई पुल कटेर टक्कसँग कहाँ गएको त तिमी मर्स्याङदी पावर स्टेसन मर्स्याङदी रहेछ माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना रहेछ अब यो टनेल चाहिँ र अहिले चाहिँ हामी छौँ बेसी सहर लमजुङ ठ्याक्कै यहाँ चिलमा बसिरहेको रिल्याक्स पारामा यो खुट्टा केही भएन है केटाहरू त्यहाँ तेल हाल्न गयो पेट्रोल पम्प पछाडि नै छुटेछ अनि त्यही भएर तेल चाहिँ यसो अब यहाँदेखि उता रहेन रहेछ अनि यहीँनेरि चाहिँ तेलसेल हालेर अब जाने छौँ अब हामी बेसी सहरमा यहाँ बसिरहेको छौँ यहाँ एटिएम पैसा झिक्ने सबै थोक यतै गर्दा हुन्छ यहाँदेखि उता नपाउन पनि सक्छ होइन त्यही भएर क्यासहरू दिनु पर्दैन यहीँ अगाडि ब्याङ्क छ यो कुन ब्याङ्क हो यो कुन ब्याङ्क अरे यो आइजेपिएल खै समथिङ केही ब्याङ्क चाहिँ हो होइन त्यस्तै छ त्यस्तै छ बाटो राम्रै नै छ यस्तो बाटो कहाँसम्म हो तर बाटो चाहिँ यतिको हामीले पाउनु यहाँसम्म पनि हामीले एक्सपेक्ट गरेको थियो होइन शेखर अब चाहिँ कहाँदेखि चाहिँ खत्तम छ भन्ने हो हामी चाहिँ टक्क खाना खाएर होइन अब हिँड्न लागेको हामीले खाना खाएको चाहिँ यहाँ हो मनाङ होटल एन्ड
रेस्टुरेन्ट भन्नेमा होइन भेज खाएको 200-250 कति त्यस्तै रहेछ एकदम मिठो। अब यहाँ आएर खाँदा हुन्छ। हामी चाहिँ ट्याक्क 12:10तिर आइपुगेको थियौँ अनि अब खाना खाएर अहिले कति बज्यो भन्दाखेरि 12:45। अब हामी यहाँदेखि हिँड्छौँ। अब हाम्रो यात्रा हाम्रो गन्तव्य भनेको चाहिँ सिधै खाङसार। बाटो राम्रै छ अरे अहिले चाहिँ होइन, पहिला जस्तो छैन अहिले बाटो पुरै छ अरे यहाँ भन्नुभएको अङ्कलले। मेरो हात आइरहेको रहेछ। ल अब हामी जाने यता, हामी आएको यताबाट। लेट्स गो। ल बाटो यस्तो छ अफरोड। अब हाम्रो चाहिँ अघि नैबाट सुरु भएको होइन, अहिले चाहिँ अब एक्चुअल अफरोड जस्तो सुरु हुन्छ बाटो। डाँडाहरू छ तर खोला छ, बाटो यत्रो छ सानो बाटो यस्तो यस्तो छ होइन। यो पनि अहिले यस्तो भिड छ, सजिलै हो भनौँ न। त्यहाँ पर चाहिँ भर्खर पहिरो गएको ठाउँमा के भन्छ भ्याकुले बाटो खन्दैछ र एकछिन त्यहाँनिर पर्खिनु पऱ्यो 10 मिनट जति। यहाँ अगाडि हेर्दा होइन यता नहेर। ओहो भिरहरू यहाँबाट तल खस्नु थियो। हाम्रो बाटो आउने क्रममा हामी यताबाट आइरहेको आउँदा आउँदा चाहिँ हामी यहाँ एउटा झरनामा आयौँ, ताङरिङ झरना होइन। यो हेर्दा चाहिँ त्यस्तो देखिएको छैन होला होइन, तर त्यहाँनिर चाहिँ मतलब धेरै अग्लो छ क्या। हेर्दा चाहिँ यत्रो देखिएछ तर धेरै अग्लो छ। हाम्रो अर्को साथी नि आयो। बाटोमा चाहिँ नरक न यता ल्याउनु, यो एकदम माथिबाट आएको छ क्या, धेरै नै माथि छ क्या त्यो। वाउ ल यहाँबाट चाहिँ हामी मनाङ प्रवेश गऱ्यौँ होइन। अनि यो चाहिँ मनाङ भ्याली हो क्या र टक्कसँग खोलाको बगरमा एकदम राम्रो छ। हामी जाने बाटो चाहिँ यता हो। यता चाहिँ हामी निस्किँदैनौँ। हाम्रो केटाहरू यसो फोटो खिच्दैछन्, एकदम राम्रो छ। त्यो सबै स्याउ खेतीहरू होला त्यहाँनिर यस्तो गरेको होइन। घरहरू यस्तो छ। डाँडा चाहिँ यहाँ पुरै हुस्से तुवालो लाग्यो के देखिने यस्तो चुच्चे। राम्रो राम्रो एकदम राम्रो। हामीले चाहिँ यहाँ भर्खरै एउटा बिस्तारै नै याक देख्यौँ होइन। हामीलाई देखेर चाहिँ यहीँ भएको बाटैमा थियो याक र अब एउटा यो लाछो छ। ए माथि कालो पनि रहेछ त्यहाँ न। ए आमा रहेछ त्यो बाउ रहेछ होइन, बच्चो रहेछ त्यो चाहिँ। आमा बाउ र छोरा एउटा खुसी परिवार। हेर त केटाको माथि कालो बाउ हामी चाहिँ अब आउँदा आउँदै यो एउटा खतरा ठाउँमा आयो। यस्तो चट्टान छ तर चट्टानको पुरै होइन, ओहो पहिरो गयो यस्तो क्या, तर यो चट्टान हो पुरै। बवाल 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 ठाउँ। हामी जाँदैछौँ यता डाँडा छ। ओहो यो कुहिरो सिरो लागेर हो नत्र झन् बवाल देखिन्थ्यो यार। उत्तानी हो, उत्तानी डाँडा यत्तानी डाँडा यार। यता छोप छ जस्तो छ क्या यसले त यार। यो न कुहिरो लागेर हो के छ माथि यार। पहिरो गयो भने त यहाँसम्म आइपुग्छ। ल यो चाहिँ खान्सार भन्ने लास्ट स्टप हो। यहाँदेखि उता चाहिँ गाडीहरू जाँदै हामी चाहिँ बेलुका 7:30 मात्र आइपुग्यो। अब अँध्यारो छ। यहाँ चाहिँ लिमिटेड होटलहरू मात्रै रहेछ। जस हाम्रो भइसकेको थियो। अब हामी जाँदैछौँ।